संघीय शिक्षा ऐनको दियो अब बोल्नुपर्छ। संघीय शिक्षा ऐनको दियो अब बोल्नुपर्छ। सरकारले सुन्दैन भने त्यो भित्तो ढल्नुपर्छ। सरकारले सुन्दैन भने त्यो भित्तो ढल्नुपर्छ। शिक्षकको त्यागलाई हेपेर कहाँ टिक्छ सत्ता। हाम्रो पीडामा अब त सिंहासन जल्नुपर्छ। हाम्रो पीडामा अब त सिंहासन जल्नुपर्छ। नमस्कार, मेरो नाम धनकबहादुर बस्नेत, मलाई जेबी बस्नेत पनि भनेर चिनिन्छ। म मोरङ जिल्लाको केराबारी गाउँपालिका स्थित लक्ष्मी माविको एकजना शिक्षक हुँ र यो आन्दोलनको मोर्चाबाट म सबैलाई आफ्नो एउटा सिर्जना प्रस्तुत गर्न चाहन्छु। मेरो सिर्जना यस प्रकार छ। बन्दै गरेको शिक्षा विधेयक किन पर सारिन्छ यहाँ। बन्दै गरेको शिक्षा विधेयक किन पर सारिन्छ यहाँ। शिक्षकको आत्मबल किन कमजोर पारिन्छ यहाँ। शिक्षकको आत्मबल किन कमजोर पारिन्छ यहाँ। शिक्षकको आवाज यति चर्को हुँदै पनि शिक्षकको आवाज यति चर्को हुँदै पनि सरकारको पटक पटक बोली किन फेरिन्छ यहाँ। शिक्षकको आत्मबल किन कमजोर पारिन्छ यहाँ। संघीय ऐनले आशा बोकेको छ धेरै। संघीय ऐनले आशा बोकेको छ धेरै, तर विधेयक किन बारम्बार फेरिन्छ यहाँ। सरकारको पटक पटक बोली किन फेरिन्छ यहाँ। समानताको घामले उज्यालो ल्याउँछ। समानताको घामले उज्यालो ल्याउँछ, तर झुटको खेती किन सधैँ गरिन्छ यहाँ। तर विधेयक किन बारम्बार फेरिन्छ यहाँ। यो क्रान्तिले देशको शिक्षा चम्काइदिनुपर्छ। यो क्रान्तिले देशको शिक्षा चम्काइदिनुपर्छ। शिक्षकलाई किन पटक पटक मारिन्छ यहाँ। बन्दै गरेको शिक्षा विधेयक किन पर सारिन्छ यहाँ। शिक्षकको आत्मबल किन कमजोर पारिन्छ यहाँ। हस्त नमस्कार, धन्यवाद।